अब हजुरहरूलाई मैले अब जानेको बुझेको है म बिस्तारै बुझ्दै गएको कुराहरू भन्छु। अब यो मोनेटाइजको बारेमा धेरैजनालाई थाहा नहुन सक्छ र त्यसमध्ये म पनि परेको थिएँ र अहिले आएर मोनेटाइज भनेको 1000जना साथी भयो भने मोनेटाइज हुँदो रहेछ। 10K नै चाहिने रहन्छ कि 10,000 साथी चाहिने रहेनछ र फेक साथीहरू बनाएर धेरै देखाउनु भनेको त्यो भ्युज आउँदैन अनि त्यो बिस्तारै फेक आइडीहरूबाट आएको फ्रेन्ड रिक्वेस्टलाई एक्सेप्ट गर्दाखेरि पनि आफ्नो आइडी बिग्रिने सम्भावना धेरै हुने रहेछ। जस्तै अब हामीले टिकटक चलाउने क्रममा पनि त्यस्तो हुन्थ्यो। त्यसलाई हेर्नु पर्थ्यो भने अहिले पनि हामीले साथीहरू बनाउन अब रिक्वेस्ट आयो भने साथीहरूलाई हेर्नुहोस् अनि जानुहोस् उहाँको प्रोफाइलमा कस्तो खालको साथीहरू हुन्छ, तपाईँहरूलाई कतिको सपोर्ट गरी साथीहरू हुनुहुन्छ, त्यो सपोर्ट अनुसार मात्र र प्रोफाइलमा आफ्नो क्लियर फोटा राख्नुहोला र क्लियर फोटा भएन भने त्योलाई पनि लगभग धेरैजना मान्छेहरूले कि तल भिडियोहरूमा पोस्ट गर्ने फोटा आफ्नो हाल्नु होला, नत्र भने सकभर प्रोफाइलमै तपाईँहरूले क्लियर आफ्नो फोटा राख्नु होला। त्यो भए पनि एक्सेप्ट गर्न पनि सजिलो हुन्छ कि। अब आफ्नै फोटा छैन अनि कहिले के राख्नुहुन्छ, त्यस्तो भनेको फेक आइडी हो कि भन्ने डर लाग्छ नि त सबैलाई। फेक आइडी भयो भने त नराम्रो कमेन्ट आउँछ, नराम्रो कुराहरू आउँछ, धेरै आउँछ, राम्रो गर्दा गर्दै पनि नराम्रो हुन्छ होइन। अनि त्यसै कारणले गर्दा त्यस्तो हुन्छ र मोनेटाइज भनेको आत्तिनु नपर्ने कुरा रहेछ। मलाई थाहा थिएन। टिकटकमा पनि 10K नै चाहिन्थ्यो होइन। 10K 11 पुर्याएर बसेको थिएँ मैले 2 महिना अगाडि। अनि म बिचमा अब भनौँ चैतको महिना एउटा ग्याप रहेपछि मेरो त घटेको थियो र अहिले अब त्यतातिर टिकटकतिर चलाउन गएन म र हजुरहरूलाई यही फेसबुकबाट नै अब चलाएको छु। मलाई त्यो अरू कुरा होइन कि आफूलाई खाली समयमा अलिकति मान्छे धेरै चिन्ता धेरै सोच नआओस् भनेर डिप्रेसनको शिकार नबनाऊँ भनेर मात्र म यसरी गर्न खोजेको, नत्र मलाई अरू केही पनि होइन। र जानेको कुरा मैले हजुरहरू सामु ल्याउनु पर्छ भन्ने कुरा हो। त्यसले नै गर्दाखेरि म हजुरहरू सामु यसरी बोलेको छु र हजुरहरूलाई कस्तो लाग्छ के लाग्छ हजुरहरू सबैले सल्लाह सुझाव दिनुहोला। नयाँ हो, नयाँलाई सपोर्ट गर्नुहोला। म नयाँ नै छु, मलाई खासै थाहा छैन, थाहा हुने सबैले भनिदिनु होला यस्तो गर्नु